So hello, good morning guys. Was it उठे तर लास्ट निन्द्रा लागिरहेको यो केटाहरूले सुत्नै नदिनु भयो. कोही 5 बजे जान्छ, कोही 6 बजे जान्छ. ट्याङडुङ ट्याङडुङ ट्याङ. हरेकजनालाई स्मुदी खानुपर्छ फेरि पाले पालो झ्याँ घ्याँ घ्याँ. आँखा नि खोलिरहेन तर उठ्न चाहिँ उठिसक्यो. It's really hard. एडजस्ट गर्न लास्ट हार्ड छ यार. ठिकै छ, अब आज बिदा लिइहाल्यो. र गाइस उठेर रेडी भएर यसो मुख सुधाएँ, एक ग्लास पानी खाइदिएँ होइन. कपालले फुल उडाउडै छ ल्याङ, हावा चल्दा मिठो. अनि त्यसपछि उठ्दै अनि टक्क यहाँ चाहिँ अलिअलि सामान चाहिँ मेरो रुमबाट जे लानु भने चाहिँ ल्याएछ. अलिअलि क्याचक कुचुक, एक जोर कपडा, पानीमा हाम फालिहाल्यो भने जुत्ता लाएर फोटो खिचिदियो भने एउटा टक्क हालिदिएँ होइन. ठिकै छ, रमाइलो गर्नुपर्छ. ल म चाहिँ अब एकपल्ट सुहाना जान्छु. सुहाना गएर केही चाहिने सामान लिन्छु होइन. त्यहाँ गाडी मैले लगेर राख्छु. पहिला स्टार्ट गरौँ. यो चाहिँ मेरो न्यू ड्राइभ हो है. मेरो न्यू ड्राइभ हो सुबारु फरेस्टर. हेरौँ कस्तो हुन्छ है त. आज त हेर्दै जाम, रमाइलो गर्दै जाम. ओके ल ल है त गाइस. ल म चाहिँ निस्कि घरबाट सुहानाबाट फ्याटाफुट्ट सामान लिँदै 8:30 खुल्छ भन्थ्यो अनि नखोल्ने रह. कहिले काहीँ ढिला उठ्यो होला 8 कति 36 यस्तोमा कतिमा आएको थियो. अनि झ्यापझुप छिर्दै कोही पनि थिएन. त्यो के भन्छ त्यसलाई, पस स्टार्ट पनि गरेको थिएन. मैले झ्यापझुप गरेँ, मसँग क्यास थियो र टकटक कति हुन्छ यार दोस्त यार गर्दै भनेर टकटक दिएर ला चेन्ज पनि तँलाई टिप्स, मर्निङ टिप्स भनेर छोडिदिएर म चाहिँ दौडी होइन. बिहानै उठ्ने र जाने भनेको म चाहिँ उठिसकेको थिएँ, तर फेरि मेरो त्यही त बिहान छिटो उठेपछि निन्द्रा पुग्दैन राम्रोसँग. अनि झुलु 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 भएको भए गाह्रो छ हौ. ल म चाहिँ अब मेरो ग्याङलाई लिन जाँदैछु. आइएम अन माई वे टु पिक अप माई ग्याङ इन हियर. सो लेट्स सी हाउ इट गोज. चेयर प्याकिङ हुँदैछ. गाडीमा प्याकिङ लगभग भइसक्यो. बुट स्पेस पुरै प्याक छ. यो चाहिँ बच्चाहरू स्विमिङ खेल्नलाई हो. यत्तिको चाहिँ भइसक्यो. ल यहाँनिर देख्छ 3टा चेयर पुसेर रेडी छ. ल गाइज रेडी टु गो. Yo, right? We are going. ल अब चाहिँ लेग मिनेट गएर ब्रेकफास्ट खाने हो. गाइज रेडी? I'm leaving it on breakfast खाना. ठिक छ ल. एयरप्लेन त यो साइडमा त बवाल छ त्यहाँ. चियाबारी यतै यहीँ हो. चिया बगान आइपुग्यो. लेग बेनेट आइपुगेको छ होइन. यही हो लेग बेनेट. अनि यहाँ यस्तो छ टकटक. अब यहाँ सामान निकालेर ब्रेकफास्ट खाने हो. ल ल ल मोटर चढेर यस्तो छ. हेरौँ बोटिङ गर्ने हो त्यहाँ है. बोटिङ गरेको नि भिडियो बनाउँछु म. पहिला खाजा खाउँ, लास्ट भोक लागिरहेको छ यहाँ. लास्ट टेबल तिमीहरूलाई अब बाल भ्यू देखाउँछु. ल यो है लेग बेनेट. यो चाहिँ रेस्टुरेन्ट, पहिलाको रेस्टुरेन्ट आयो तर बन्द भइसक्यो. त्यही भएर अब हामी आफ्नो रेस्टुरेन्ट खोल्दैछौँ. यहाँ आफ्नो खुदको रेस्टुरेन्ट खोल्ने. अब यहाँ टक्क स्टोभ रेडी छ. यो भाइले कडा बनाउँछ. अब यहाँ यो के छ यो दिने हो के तर यिनीहरू फेरि किन सुरु नगरे भने के त्यही त खै. यहाँ के नेपाली रेस्टुरेन्ट खोलिदिने हो त केटा हो. कमेन्ट गर्नु होला कसले सेयर हाल्ने हो. टोइलेट सलेट पनि राम्रै रहेछ, ठिकै रहेछ. अब क्विक भ्यू होइन, क्विक भ्यू हेरिदिउँ. यस्तो छ यतातिर. यहाँबाट आए पनि भयो, तलबाट आए पनि भयो. बारबिक्यू गर्ने भयो. यहाँ पुरानो मेसिनहरू छ. मलाई $50 पेआइडी गरिदिएर यहाँ आएर बारबिक्यू गऱ्यो हुन्छ. सब मेरै हो. मैले पहिला जमानामा किनेर छोडिदिएको. अब यहाँ यिनीहरूले चिया बनाउनु लागेको छ गाइज. चिया खाम चिया.
निकिसा श्रेष्ठले चिया बनाउँदैछ खतरा फ्यान छ है खतरा फ्यान यसले यहाँ डार्विनभरि चिसो आउँछ यो फ्यानले मलाई त्यही भएर आज गर्मी भएको छ नि मूत्र विसर्जन आएर दाबी यिनीहरूको लागि ड्रिङ्क्स दिएर गएको छ लोकल ड्रिङ्क खान यिनीहरू मक्ख परेको छ लोकल ड्रिङ्क खानलाई बनाउनु चाहिँ यस्तो यस्तो मान्छेहरू चाहिँ निकेश ग्याङ के खायो बिहान बिहान बियर बियर खान छोड्छ सेतो बियर खान छोड्छ मेरो पालो चाहिँ यसलाई टक्क सेक्ने टोस्टी बनाउने विथ बटर अनि बन्स अनि यसो तताइदिने हो खाइदिने हो ल हेरौँ अब यहाँनिर बन्दैछ फाउरोडी विथ बटर दल्ने सेफ चाहिँ हो सेफै हो खतरा अझै सेफ बटर दल्दै गरेर टिकटक बनाउने भाइरल हुन्छ भाइरल हुन्छ यस्तै हो प्लात्तुत दामी बनाइदिने ल गाइज यहाँ चाहिँ अब अन्डा पाउरोटी बन्दैछ त्यो हच्चा जे आउँछ त्यही बनाइदिने हो प्लात्तुत मिठो खाँदा हामी तल्लै गएर पानीको साइडमा बस्नु पाए चाहिँ मजा आउँथ्यो तर ठिकै छ अहिले हेर्दै खाने अब अहिले एकछिनमा स्विमिङ गर्नुपर्छ फेरि मजा आउँछ दर्शकहरूलाई पनि देखाउँदैन खाना उता खाँदै गरेको दर्शकहरूलाई यिनीहरू चाहिँ लास्टै अन्तकाले छ ल यो त यही हो ब्रेकफास्टमा बनेको यही हो अनि त्यसपछि यति चना खाने हो यस्तै हो अब चिल छ भइसक्यो खाइसक्यो यो के हो बियर कस्तो खाइयो मस्त खाइयो बल्ल पेट टन्न भयो अब एक बोटिङ हानिदिउँ भनेर सोचेँ हेरौँ के हुन्छ एउटा के रहेछ भने यहाँनिर खुल्या बेला चाहिँ यो लाइनै छ नि यो लहरै यो चाहिँ ऊ रहेछ क्या के भन्छ होटल रुमहरू हो क्या यो 100 102 100 यस्तो यस्तो छ होइन 100को गाडी यहाँ यो यस्तो ग्यास्ट्रिक भयो यार ग्यास्ट्रिक्स कहाँ पुग्छ हेर आशिष म त मस्त बोटिङ खोइ बवाल छ है गाइज बवाल कहाँ बिचमा कहाँ रमाइलो सर म यहाँ छु बवाल गरेर बसिरहेको छु म चाहिँ बवालै बोटिङ गर्दैछु कहाँ थाहा छैन मलाई तर रमाइलो छ लास्ट मजा आउँदैछ इट्स जस्ट $25 per person सिङ्गल बोट लिए नि हुन्छ डबल बोट लिए नि हुन्छ जे गरे नि हुन्छ मजा आउँछ ल यस्तो दामी छ यहाँ यस्तो दामी बवाल छ हामी चाहिँ अब मिटअप पोइन्ट आइसकेको छ अर्को माझी दाइ देखा माछा मान्दै हो यहाँको लोकल माछा मान्दै बल्छी दुर्बै भन्छ नि यहाँ अब यसो ठोकिँदो रह ओ मलाई च्याप्यो ओ केही हुँदैन मजा आउँछ तर लास्ट रिल्याक्सिङ छ मजादार छ मजा अब टिकटक बनाऊँ अब यहाँ चाहिँ के हुन्छ भने मोटर बोटमा आशिषलाई बचाउनु जानु पऱ्यो त्यो चलाउनु सकेन अड्किरहेछ चलाउन आएन आउनु त आयो तर हावाको कारणले त्यो घुमाउन सकेन प्याडल गर्न सकेन त्यही भएर अब यहाँ हेरेर यस्तरी जाँदैछ कुकुर र हाम्रो माइत दुईजना मिलेर जान्छ आशिष कुमार यादवलाई भेटाउनको लागि हेर यहाँ चाहिँ यसलाई उसमा हाल्न खोजिरहेको क्या ओ फाइनली हि जम्प इन ओके अब यो दौडिन्छ यो बोटहरू यिनीहरू चाहिँ यहाँको बोटको रखवाला गर्ने गार्डहरू दुईजना यसरी बचाएर लिएर आए
यसरी लिएर आयो आशिषलाई बिचरा कुकुर र हाम्रो माइटलाल भएर यसरी आयो बिचरा रेस्क्युड यसरी रेस्क्यु गरियो फाइनली रमाइलो छ त्यस्तै हो एकजना भएर त गाह्रो भएको क्या पेडल गर्न ल फाइनली लेक बेनेटको कार्यक्रम पनि सक्यो थाक्यो ठिकै छ अब गाडीमा बस्यो एसी चलाएर चिसो पानी हो यही हो चाहिँ कहाँ हराएर बोट चलाउन नसकेर रेस्क्यु गरेर एक्स्ट्रा $1000 टिप्स दिएर आएको झन्डै कहाँ अर्को डाँडा पुगिसकेको थियो कहाँ हो कहाँ रहेछ अब जानु लाग्यो ल अब लिचफिल साइड जाने हो ल गाह्रो छ गाह्रो होला हामी चाहिँ ब्लुवी रक होल आइपुगिसक्यौँ होइन अनि त्यसपछि भर्खर हेर्ने टक्क एउटा भाडा भुइँमा थियो जस्तो लाग्यो के चाहिँ छ क्या त्यहाँ चाहिँ मैले चाहिँ के बिर्सी भएन त्यो लेक बेनेटमा एउटा भाँडा प्लस यिनीहरूको खतरा प्रो स्विमरहरूको ट्युब बिर्सेँ मैले कति झिङ्गा आउँदो रहेछ यार लास्टै हो यस्तो छ है यहाँ चाहिँ ब्लुवी रक होल अप्पर पुल्स यस्तो दामी छ यहाँनिर सो we're getting in there after a few minutes of walk त्यसपछि we'll reach over there and then we'll dive into the water and show you some swimming skills in there हाम्रो कोडुला ग्रुप स्विमरहरू अहिले त्यसपछि अहिले त्यहाँ सबमरिन निकालेर डाइभ हान्छन् रे मजै हुन्छ जस्तो लाग्छ हेरौँ यही बाटो जाने हो दिस इज द ट्रेल वी गोइङ फाइनली गाइज आयौँ है दिस इज दामी झरना छ है झरना आज चाहिँ झरनामै जाने हो झरना थापालाई भेट्ने हो भन्ने ल यस्तो सानो बच्चाहरू छ है हाम्रो आउँछ यहाँनिर यस्तो हुन्छ यहाँनिर यस्तो छ यस्तो बवाल हुन्छ यहाँनिर अब उहाँ तल पनि छ दिदीहरू यहाँ है सानो बच्चा हेर त मलाई डर लाग्छ यस्तोमा जानु हेर बच्चा जान्छ बच्चालाई हाल छैन सही यार भवाल मजा आउँछ है ल अब यिनीहरू रेडी हुँदैछ है ल अब हामी जानुपर्छ स्विमिङ जाउँ तर मलाई पानीदेखि डर लाग्छ यार मलाई पानीदेखि डर लाग्छ गाइस म जाँदैछु नङ्गा बाबा फुर अर्को नङ्गा बाबा इजे यही हो जाउँ म त झिँगा कम्ती आउनु पानी लाग्छ चिसो छ The water is too cold in here. Last जाडो छ भाइ लास्ट जाडो यस्तै जाडो छ लास्ट जाडो मलाई जाडो लाग्छ है मलाई जाडो लाग्छ लास्ट जाडो हुन्छ यार त्यो बवाल के भन्छ अहिले म नाम थाहा थियो मैले बिर्सी आर्माडिलो भन्दा यो क्रोकोडाइलको भाइ हो कि कस्तो मजाले बस्छ हेर्नु मलाई जाडो भइसक्यो म हामीलाई थिएँ लास्टै जाडो टु कोल्ड यहाँ यत्तिकै मोबाइल टकटकाएर के भयो इट्स टु कोल्ड आइएम फिलिङ टु कोल्ड गइदिउँ लाग्छ तर मलाई I don't know how to swim. That's why I'm scared of the water. Really scared of the water in here. यिनीहरू त उहाँ गयो झर्नामा यिनीहरू पागल रह पागलहरू म चाहिँ बवाल ठाउँमा आइपुगेँ गाइस ओ यस्तो बवाल छ Should I go in here? Dive in here? No, I can't. ए पागलहरू हेर केटा हो They're too comedy. Too funny, eh? तर यो चाहिँ बवाल छ है गाइस This one's so cool. यो बवाल छ बवाल No? मलाई डर लाग्छ यार जाँदैछु गाइस Going हेरै ल गाइस
जानु चाहिँ पानी त हाल्यो मलाई मजा आयो लास्ट सिप्लो हो गाइस मैले एउटा माछा भेटाएँ उयो माछा लास्टै फोर्स छ गाह्रो छ बाबाले गाह्रो छ मजा आयो रह लास्ट स्विमिङ आउने नि भिज तर मजा आयो हात धोयो आएर राति फर्क्यो ट्यान बोक्यो यहाँ मागाडा त्यहाँदेखि तँ यहाँनिर चिपिन रह्यो यहाँदेखि ठ्याक्क जाँदा त्यही हो गाह्रो दुःखी आत्मा पनि हो आया भनेर बस्नु यस्तै हो म चाहिँ मेरो आजको बेड यही हो म यहीँ सुत्छु म मजा लगाएर म अझै अब क्रोकोडाइल हो पानी खाएँ मैले मजा आयो मलाई मजा आयो भनेर भन्ने मात्रै झन्डै खुसिया थियो मेरो ढाड प्लाटप्लुज भएको थियो म जिन्दगी तर रमाइलो छ बरफ रिल्याक्सिङ छ मजा आउँछ ऊ त्यहाँनिर चाहिँ वाटर मसाज पाइन्छ ऊ त्यहाँ छेउमा गएर उभिएपछि पानीले यस्तो दामी हान्छ मजा आउँछ मजा अर्को ऊ आएको छु पानी पऱ्यो गाइस पानी पऱ्यो भनेर यो पागलहरूले फालेको पानी मलाई याद लाग्यो किनकि मैले लास्टै धेरै पानी खाइसकेँ त्यही भएर मलाई गाह्रो भइसक्यो र मजा आयो जस ल वी ह्याड लट्स अफ फन इन हियर यो थियो अहिले त मान्छे नि टन्न आइसक्यो मान्छे नि टन्नै छ अहिले यही हो ठाउँ आउन सक्नुहुन्छ इट्स नट टु फार फ्रम सी मेरो कानभित्र लास्टतिर मान्छेले मैले कोही बोलै सुन्दा होइन ल ठिक छ अब भोक लाग्यो अब सो इट्स टाइम फर लन्च नाउ अब केही लन्च बनाएर खानुपर्छ है बाबुको नयाँ कट्टु भिजिछ हेर ठिक छ ल मेरो चप्पल चाहिँ कहाँ छ म चप्पल लाउन चाहन्छु ल मेरो कानभित्र लास्ट पानी म तिमीलाई नि पानी आवाज आयो छ यार बसहरू कारहरू टक्क पार्क गर्ने एरिया हो होइन यसरी टुरिस्ट बसहरू आउँछ यहाँनिर अटोफिया टुर्सहरूबाट कपडा सपडा चेन्ज गर्यो पुरै भिजिएको थियो लास्ट टुत्रुक्कै भएको थियो चेन्ज गरेर आयो किन के को लागि चाहियो प्लास्टिक हामी चाहिँ वाङ्गी फल्स आइसक्यौँ यहाँनिर लन्चको तयारी गर्दैछ तयारी गर्दैछ अब खाना रेडी भइसकेको छ मासु पाक्दैछ म अचार बनाउँदैछु यहाँ कटिङ हुँदैछ भाइहरू गर्दैछ मलाई भोक लागिसक्यो कुक निकाल्दै मोल्दैछु ठिकै छ चिउरा मासु अचार अनि लिएर आउँ चटपटे यही हो भाइ ल गाइस प्लेटिङ यही हो यसलाई अब खाएर भनौँ हातैले खाइदिउँ मैले बबाल अचार पनि बबाल खाने यस्तो छ रमाइलो छ ल खामै यो चाहिँ वाङ्गी फल्स वाङ्गी यहाँ चाहिँ वाङ्गी भन्ने मान्छे माथिबाट खस्याएर त्यही भएर वाङ्गी फल्स र अहिले चाहिँ यो वाटर सेफ्टीको लागि चाहिँ स्विमिङ गर्न जानु पाउँदैन त्यस्तो छ यतातिर मान्छे खासै छैन किन स्विमिङ गर्न पाउँदैन भने चाहिँ मान्छे आउँदैन यस्तै हो
हामी पनि एकलट यसो एक दुईवटा फोटो खिच्यो अनि जाने घरतिर यस्तो छ। बाटो त्यस्तो छ अनि सिधा हामी काम गऱ्यो। त्यसफिल जाने बाटो चाहिँ होइन बस्ती टोल जाने बाटो। गाडी चलाउनु बाइक चलाउनु कस्तो लाग्दैछ ड्राइभर दाइ? फाइनली हामी चाहिँ फर्किसक्यो। पछि फर्केको यताउता खिच्ने भेट्छ होइन। डार्विन स्पिकअप जाने भन्ने कुरा छ। स्पिकअप होइन डार्विन आइस स्केटिङ गर्न जाने पर्छ भिजाइहाल्छ भन्ने कुरा छ। तर गइएन, जान चाहिँ गयो तर हाम्रो पब्लिकको लागि चाहिँ रहन्छ कि त्यही भएर चाहिँ हामी अब गाडी धोएर फाइनल यही हो, गाडी सरर धुने। त्यसपछि आजलाई सक्यो। ओके, बाई बाई, गुड नाइट, किप वाचिङ, किप सपोर्टिङ, विल बी ब्याक सुन।